नायिका सुरक्षा पन्तको विवादित अभिव्यक्तिपछि बोले पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह। राजनीति भन्दा निकै टाढा रहेका पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहको अहिले अनावश्यक ढङ्गले सार्वजनिक बहसमा तान्ने प्रयास भएको छ। अभिनेत्री सुरक्षा पन्तले उनलाई फिल्म खेल्न सुझाव दिएपछि सुरु भएको बहसमा प्रधानमन्त्री केपी शर्मा ओली समेत मिसिए। शालीन र शान्त छविका हृदयेन्द्र आजका दिनसम्म लो प्रोफाइलको जीवन बाँच्दै आएका छन्। उनको शिष्टता र अनुशासनलाई लिएर धेरैले प्रशंसा गर्ने गर्छन्। युवा युवतीहरूको ठूलो जमात उनका फ्यान छन्। कैयौं युवतीहरूले उनलाई क्रस भन्ने गर्छन्। हृदयेन्द्र अहिले पनि अध्ययनकै क्रममा छन्। उनी अमेरिकाको बोस्टनमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्। स्नातक पनि उनले बोस्टनबाटै गरेका थिए। आफ्नो अध्ययनमै फोकस्ड रहेका हृदयेन्द्र सार्वजनिक कार्यक्रमहरूमा कमै देखिन्छन्। अहिले उत्पन्न गरिएको बहस र विवादमा हृदयेन्द्रको कुनै पनि हात छैन। एउटा टेलिभिजन कार्यक्रममा उपस्थित भएकी नायिकालाई अनावश्यक रूपमा हृदयेन्द्रमाथि टिप्पणी गर्न लगाइयो। नायिकाले पनि आफ्नो बौद्धिकता प्रदर्शन गर्ने धुनमा हृदयेन्द्रलाई फिल्म खेल्न दिइन्। हृदयेन्द्रलाई भावी राजाका रूपमा हेर्न चाहनेहरूलाई यो चित्त बुझेन। फलस्वरूप अभिनेत्रीमाथि प्रहार सुरु भयो। जब विवाद सेलाउँदै थियो, आफ्नो स्वभाव अनुसार प्रधानमन्त्री ओलीले पनि नायिका सुरक्षा पन्तको बचाउ गर्दै हृदयेन्द्रलाई राजा बन्ने सपना नदेख्ने चेतावनी समेत दिए। यसैबीच पहिलो पटक हृदयेन्द्रले पनि आफूमाथि भइरहेको टीका टिप्पणीहरूप्रति सार्वजनिक प्रतिक्रिया जनाएका छन्। उनले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै आफ्नो भनाइ संक्षिप्तमा राखेका हुन्। यो पोस्टमा उनले कसैलाई आरोपित गरेका छैनन्। हृदयेन्द्रले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो छ। हामी सबैलाई आफ्नो विचार खुला रूपमा व्यक्त गर्ने अधिकार छ। सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्छ। दयालुपन फैलाऊ। नेपालीहरूले एक अर्कालाई सहयोग गर्नुपर्छ, न कि तल झार्ने। हृदयेन्द्रको इन्स्टाग्राम पेजमा 28,200 फलोअर छन्। सामाजिक सञ्जाल फेसबुक ट्विटरमा भने हृदयेन्द्रको आधिकारिक खाता छैन।